गोर्खालीहरूको बारेमा हिटलरले भनेका थिए, इफ आई ह्याड गोर्खाज नो आर्मी इन द वर्ल्ड कुड डिफिट मी। मतलब यदि मेरो साथमा गोर्खाली सेना थिए भने मलाई दुनियाँका कुनै पनि सेनाले हराउन सक्दैनन् थिए। पहिलो र दोस्रो विश्वयुद्धमा पुरै दुनिया नै तहस नहस भएको थियो। त्यति बेला न त नेपालले विश्वयुद्धमा भाग नै लिएको थियो, न त नेपाललाई कुनै देशले कोलोनाइज नै गरेको थियो। यद्यपि विश्वयुद्धमा लगभग 2 लाख भन्दा बढी गोर्खालीहरू मारिएका थिए। आखिर यति ठुलो संख्यामा गोर्खालीहरूलाई कसले मारेको थियो? गोर्खालीहरूको त्यो कालो इतिहास। आयो गोर्खाली। सन् 1800 सम्ममा ब्रिटिसले इन्डियाका धेरै ठाउँहरू कब्जा गरिसकेको थियो र उनीहरूको टार्गेटमा नेपाल पनि थियो। पहिला त ब्रिटिसहरू नेपाललाई कोलोनाइज गरेर आफ्नो अधीनमा चलाउने सोचमा थिए, तर सिन्धुलीगढीमा भएको नेपाल अंग्रेज युद्धमा गोर्खालीहरूको नराम्रो धुलाई भेट्टाएपछि उनीहरूले सोचिसकेका थिए कि सानो संख्यामा रहेका गोर्खालीहरू पनि कतिसम्म घातक हुन्छन् भनेर। नेपाललाई आक्रमण गरेर हुकुम चलाउन त्यति सजिलो छैन भन्ने थाहा पाइसकेपछि ब्रिटिसहरूले अर्को एउटा स्ट्राटेजी तयार पारे। नेपाललाई पहिला कमजोर बनाउने, त्यस पछाडि नेपाललाई आफ्नो अधीनमा राख्ने। गोर्खालीहरूलाई कमजोर बनाउनको लागि सबैभन्दा पहिला जेनरल फ्रेडरिक योङको नेतृत्वमा सिरमुर बटालियनको नाम दिएर गोर्खालीहरूलाई ब्रिटिसमा भर्ती गराउन थालियो। उनीहरूको आइडिया धेरै नै पावरफुल थियो, किनकि नेपालका जवान लडाकुहरू जति सबैलाई ब्रिटिसमा भर्ती गराइयो भने नेपालमा लडाकुहरू, सैनिकहरू हुँदैनन् र नेपालले युद्ध लड्न सक्दैन भन्ने उनीहरूको मूल्याङ्कन थियो। उनीहरूको लागि अर्को फाइदाको कुरा यो पनि थियो कि थोरै तलबमै गोर्खाली जतिको मेहनती र इमानदार सेना पाउनु उनीहरूको लागि चान्सुने कुरा पनि थिएन। सन् 1814 मा बुटोलको आसपासबाट सुरु भएको एङ्ग्लो नेपाल युद्धमा भक्ति थापा मारिए र नालापानीबाट बलभद्र कुँवर पनि बाहिरिए। डेभिड अक्टरलनीको नेतृत्वमा भएको यो युद्धमा ब्रिटिस फौजले नेपाललाई पराजित गर्न सफल भएको थियो। त्यसपछि सन् 1816 मा सुगौली सन्धि भयो। सुगौली सन्धिपछि नेपाल र अंग्रेजको लडाईँ त रोकियो, तर युद्ध लड्दा ठूलो धनराशि खर्च भएकोले नेपाल आर्थिक संकटमा पर्न गयो। सुगौली सन्धिपछि बलभद्र कुँवर र नेपाली सेना मिलेर पन्जाबमा पुगेर बेलायती उपनिवेश विरुद्ध जब युद्ध लड्दै थिए त्यति बेला ब्रिटिसको तर्फबाट लड्ने पनि गोर्खाली नै थिए। यसको मतलब जसले जिते पनि मर्ने नेपाली नै थिए। सन् 1815 बाट गोर्खालीलाई ब्रिटिसमा भर्ती सुरु गरे पनि अंग्रेजले सोचे जस्तो गोर्खालीबाट फाइदा लिन सकेको थिएन, किनकि राज्यले ब्रिटिसमा भर्ती हुन बन्देज लगाएको थियो र भर्ती हुनेलाई नेपाल फर्किन पनि दिइँदैन थियो, निरुत्साहित गर्ने गरिन्थ्यो। त्यसपछि सन् 1839 मा षड्यन्त्रपूर्वक